संसारको यस्तो देश जहाँ हरेक कुरा टेक्नोलोजीको प्रयोगबाट गरिन्छ। एउटा यस्तो देश जहाँ हरेक काम गर्नको लागि मेसिनको युज गरिन्छ। एउटा यस्तो देश जहाँ बालबालिकाको अध्ययनमा विशेष ध्यान दिइन्छ, साथै उनीहरूले सरसफाइमा एकदमै महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। तपाईलाई यो पनि अवगत गर्न चाहन्छु कि पहिलो पटक न्युक्लियर अट्याक यही देशमा भएको थियो अनि हावाको गतिभन्दा चाँडो उड्ने बुलेट ट्रेन यही देशमा छ। अब त तपाईले थाहा पाइसक्नु भयो होला मैले कुन देशको कुरा गर्दैछु भनेर। हो, म कुरा गर्दैछु संसारको सुन्दर अनि सफा देश जापानको। जापान एउटा यस्तो देश हो जो हरेक दिन नयाँ टेक्नोलोजी र नयाँ विचारका साथ अघि बढिरहेको छ। यदि हामी जापानको कुरा गर्ने हो भने जापान एसियाको एक प्रमुख देशको रूपमा चिनिन्छ। ठुला 5 र 14,000 भन्दा बढी ससाना आइल्यान्डहरूले बनेको छ जापान। पपुलेसनको आधारमा हेर्ने हो भने एसियाको 6औं र विश्वको 11औं नम्बरमा पर्दछ। यस देशमा जम्मा 2.76% मानिसहरू मात्र अन्य देशबाट आएका छन्। यसबाहेक 97% मानिसहरू जापानिज नै रहेको छ। देशको अफिसियल ल्याङ्ग्वेजको कुरा गर्दाखेरि जापानिज हो। जापानलाई एसियाको सबैभन्दा विकसित देशको रूपमा चिनिन्छ। जापानको मानिसहरूलाई एकदमै मेहनती र लगनशील मानिसहरूको रूपमा चिनिन्छ जो कोही काम गर्न रुचाउँछन् र यहाँको बेरोजगारी दर 2.5% मात्र रहेको छ। सबैभन्दा पढे लेखेको देशको रूपमा जापान पहिलो नम्बरमा आउँछ। देशको लिटरेसी रेट 99% रहेको छ। जापानमा हरेक कुरा छ। यहाँका क्याफे, रेस्टुरेन्ट, बुलेट ट्रेन, यहाँको मानिस र यहाँको संस्कार, संस्कृति अनि भौगोलिक सुन्दरता। त्यसैले त जापानलाई एउटा टुरिस्ट डेस्टिनेसनको रूपमा चिनिन्छ र मानिन्छ। जापानको राजधानी टोकियो हो र टोकियो यस देशको सबैभन्दा ठुलो सहर हो। टोकियोलाई संसारको सबैभन्दा ठुलो महानगरपालिका भनेर पनि चिनिन्छ। यो सहरको जनसङ्ख्या लगभग 3.5 करोडको आसपासमा रहेको छ। यहाँको रेस्टुरेन्ट पुरा संसारमा परिचित छ। टोकियोको सिन्जुकु ट्रेन स्टेसन विश्वको बिजी ट्रेन स्टेसनको रूपमा चिनिन्छ र यो स्टेसनमा हरेक दिन 3 मिलियन मान्छेले यो स्टेसन युज गरेर आवत जावत गर्ने गर्दछन्। यही भिडका कारण ट्रेनमा छिर्न र निस्कन नेपालको भेडा बाख्रालाई ट्रकमा कोचे जस्तो पारामा नकोचे यहाँको भिडलाई थेक्न नसक्ने अवस्थामा पुग्छ। त्यसैले त सिन्जुकु स्टेसनको नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पनि पाइन्छ। ट्रेनको कुरा गर्दा यहाँको हरेक ट्रेन प्रत्येक 2 देखि 5 मिनटको भित्रमा गुड्छ अनि एकदमै टाइमिङमा। जापानको ट्रेनको कुरा गरिराख्दा बुलेट ट्रेनलाई छुटाउन मिल्दैन। संसारको पहिलो बुलेट ट्रेन जापानमा नै चलेको थियो र त्यो ट्रेनको स्पिड प्रति घण्टा 320 किलोमिटर पर आवरको स्पिडमा गुडेको थियो। यो ट्रेन बिजुलीको रफ्तारमा दौडिने गर्दछ। जापानमा समयको एकदमै महत्त्वपूर्ण रहेको हुन्छ जो कोही समयको पालना गर्ने गर्दछ र त्यो एकदमै सकारात्मक र राम्रो कुरा हो। टाइमिङको कुरा गर्ने हो भने जापानमा ट्रेन एकदमै न्यून रूपमा लेट हुन्छ। जबकि ट्रेन लेट आयो भने प्यासेन्जरलाई लेट आएकोमा माफी मागिरहेको हामी सुन्न सक्दछौँ। जापानसँग सम्बन्धित अरू धेरै रोचक कुराहरू पनि छन्। जस्तै जापानिजहरूलाई जिन्दगी जिउनको अनेक सोखहरू भएको पाउँछौँ। मतलब यस देशको मानिसहरूलाई जीवनको मजा लिन सबसे धेरै छ। यस्तो लाग्छ कि जापानको मानिसहरूलाई दीर्घायुको आशीर्वाद नै मिलेको छ। साथै यहाँका मानिसहरू हरेक दिन एक्सर्साइज पनि गर्दछन्। त्यसैले त यस देशमा 50,000 भन्दा बढी मानिसहरू 100 वर्ष नआएका छन्। जापानिजहरू मोटोपनलाई त्यति राम्रो मान्दैनन्, त्यसैले उनीहरू फिटनेसमा ज्यादा ध्यान दिन्छन्। जापानमा अर्को अचम्मको कुरा पनि छ। त्यो सुनेर तपाईलाई अचम्म पर्न सक्नुहुन्छ। त्यो हो जसले चुरोट पिउँछ उसलाई काममा ब्रेक मिल्छ। हो, सही सुन्नुभयो। सँगैको साथी चुरोट नपिउने काम गरिरहँदा अर्को साथी भने चुरोट पिउन ब्रेक लिन पाउँछ। भएन त अचम्मको कुरा। जापानको मानिसहरू पब्लिक ठाउँमा हो हल्ला गरेको त्यति रुचाउँदैन। उनीहरू पब्लिक ट्रेन अनि पब्लिक ठाउँहरूमा शान्त भएको रुचाउँछन्। खानेकुरा खाँदै हिँड्नु र खानेकुरालाई सुँग्नु त्यति राम्रो मान्दैनन् जापानिजहरू। तर यो देशमा बिरालो पाल्नलाई एकदमै रुचाउँछन् र शुभ मान्ने गर्दछन्। त्यसैले त जापानमा बिरालोको सङ्ख्या अधिक मात्रामा पाइन्छ अनि कालो बिरालो उनीहरूको लागि गुड लकको रूपमा मान्दछन्। जापानमा एक जमानामा बाङ्गोटिङ्गो नमिलेको दाँत राख्ने पनि परम्परा जस्तो थियो। त्यसैले त अझै पनि हामी जापानिजहरूको दाँत टेढोमेढो देखिन्छ र त्यो एउटा फेसन जस्तो हो। जापानमा कोही एक्लो फिल गर्छ भने उसको लागि अलग किसिमको सिरानीको प्रयोग गरिन्छ ताकि उसलाई एक्लोपन नहोस् भनेर। त्यसको लागि महिलाको अथवा पुरुषको आकार भएको डलको प्रयोग गर्दछन्
र उनीहरू त्यसलाई किनेर आफ्नो एक्लोपन हटाउनलाई प्रयोग भएको पाइन्छ। जापानको अर्को एउटा परिचय यहाँको भेन्डिङ मेसिन पनि हो। मानिसको लाइफलाई सरल अनि सजिलोको लागि यहाँ लगभग 50 लाखभन्दा बढी भेन्डिङ मेसिन रहेको पाइन्छ। एउटा भेन्डिङ मेसिन लगभग 30 जना बराबरको लागि लगाइएको छ। प्राय हरेक सामानहरू भेन्डिङ मेसिनबाट किन्न सक्दछौँ, सामान्य जुसदेखि खानेकुरा अनि अन्डरगार्मेन्टसम्म। तपाईँको काम यति मात्र हो कि यो भेन्डिङ मेसिनमा केवल तपाईँले कोइन मात्र छिराउने र बटन मात्र अठ्याउने, बाँकी आफै मेसिनले गर्दछ। जापानको संस्कृति पुरा संसारमा प्रसिद्ध छ। यहाँको परम्परा नै यस देशको सबैभन्दा ठुलो पहिचान हो। यहाँ हर कोही आपसमा भेट्दा हात मिलाउँदैनन्, उनीहरू आफ्नो टाउको झुकाएर ग्रिट्स गर्दछन्। यस देशमा जापानिजहरूलाई मात्र यसरी ग्रिट्स गर्ने होइन कि उनीहरू विदेशीहरूलाई नि यसरी नै आदर सत्कार गर्दछन्। जापानको परम्परा यहाँका बच्चाहरूले नि विशेष रूपमा फलो गर्दछन्। जापानको स्कुलमा खुद बच्चाहरू आफ्नो क्लास अनि स्कुलको सरसफाइ गर्न रुचाउँछन् र त्यसै गरी सिकाइन्छ पनि, अनि यसो गर्नु यहाँको परम्परा मानिन्छ। यति मात्र नभएर वर्षमा कतिौँ पटक स्कुलको वरिपरिको सरसफाइ पनि गर्न लगाइन्छ। त्यसो गर्दा अन्य व्यक्तिलाई सहयोग गर्ने बानी र आफ्नो वरिपरिको परिवेशको सम्मान गर्न पनि सिकाउँछ भन्ने बुझाइ छ। जापान देश खानेकुराको शौकीन देशको रूपमा पनि चिनिन्छ। यहाँ कैयौँ फेमस रेस्टुरेन्टदेखि बार अनि होटलहरू छन् जहाँ एक से एक स्वादिष्ट अनि हाइजेनिक खानेकुराहरू पाइन्छ। यहाँको रामेन अनि सीफुड एकदमै प्रख्यात छन्। तपाईँहरूलाई थाहा नै छ होला कि जापानमा न्युक्लियर एट्याक यानि कि परमाणु बमबाट जापानलाई 2 चोटि एट्याक गरिएको थियो, जुन हिरोसिमा र नागासाकीमा थियो। त्यो नै विश्वको पहिलो र अन्तिम परमाणु हमला भएको थियो, जुन अमेरिकाले वर्ल्ड वार 2 मा 1945 मा 6 र 9 अगस्तमा हमला गरेको थियो। यदि तपाईँ जापानको भ्रमण गर्ने सोचमा हुनुहुन्छ भने यस देशको कानुनबारे जान्नुभए राम्रो हुनेछ। जापानमा ओभर स्पिडमा गाडी कुदाउन सख्त मनाही छ। जापानको करेन्सी येन हो, जसको भ्याल्यु लगभग 0.90 नेपाली रुपैयाँको बराबर हुन्छ। त साथीहरू, यो थियो विश्वको सुन्दर अनि सफा देश जापान। तपाईहरूलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा बताउनुहोला, अनि भिडियो मन परे लाइक सेयर पनि गर्न नबिर्सिनुहोला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।